हार्वर्ड येल अक्सफोर्ड केम्ब्रिजमा पढ्ने दलितहरू नेपालबाट छैन। इन्डियाबाट चाहिँ टन्नै छ। अनि नेपालबाट एउटा नि भएन, आइजन त सक्छस् कि आइएसमा पहिला राम्रोले म कोसिस गरौँला भन्नुभयो। त्यहाँ पनि नपत्याइ अनि 8 आयो आइएसमा पनि र आउट अफ 9 अनि आई वाज एक्सेप्टेड स्कलरसिपमा गएँ। आङ सान सुकी पढेकै कलेजमा म पढेँ, सेन्ट हुज भन्नेमा। पहिला चाहिँ मलाई गाह्रो भयो किनभने नेपालको पढाइले इन्टरनेसनल भ्याउन अलिक गाह्रो हुँदो रहेछ। पढाइ पनि केही वर्ष 7 वर्ष ब्रिटिस एम्बेसीमा काम गरेर लगभग बानी छुटिसकेको थियो। त्यो स्कलरले आर्गुमेन्ट गर्ने आएको थिएन क्या सर अक्सफोर्ड गएपछि। तर डेभिडले चाहिँ नि स्कुलको बच्चालाई चाहिँ कोचिङ गर्नु भएर समहाउ राम्रै भयो। 2 वर्ष एमफिल त्यहाँ गरेँ एन्थ्रोपोलोजी। अनि त्यसपछि पिएचडी पनि एक्सेप्ट गरेको थियो, तर आई डिडन्ट गेट द फन्डिङ दिस टाइम। स्कलरसिप मिलेन। नमिलेपछि म अस्ट्रेलियामा पिएचडी गर्न जानु बाध्य भएँ। गोर्खा भर्ती र जातिवादमा तपाईँको विषयसँग मिल्छ अलिअलि। तपाईँले किताब लेख्नु भएको छ, आई नो द्याट। मैले साइट पनि गरेको छु। त्यसमा चाहिँ मेरो पिएचडी हो। अनि त्यसपछि केही समय लन्डनको किङ्स्टन विश्वविद्यालयमा रिसर्च फेलोको रूपमा काम पनि गरेँ। अनि त्यति हो। म लकी